भैरवमा घरमा राख्दाखेरि तपाईँको त्यो नरम एनर्जी यसले क्याच गर्छ, बाहिर फाल्छ मजाले बनाएको। काली भयो, भैरव भयो, गणेश भयो होइन, त्यसरी लाफिङ बुद्धिहरू हुन्छ। भक्तपुरमा तपाईँको समथिङ 5वटा पसल थियो, 5वटा। टुरिस्टहरू दिनमा तपाईँको धेरै आउने भनेको नि 10वटाहरू थियो होला। त्यतिखेर यो सामान यस्तो सामान थिएन तपाईँको। त्यतिखेर चाहिँ अब नेपाली सामान मार्केटमा त्यति यस्तो क्वालिटीमा निस्केको थिएन। त्यसो जस्तै सानो सानो लकेटहरू ह्यान्डिक्राफ्ट त्यो मात्रै पाइन्थ्यो पहिला। अहिले तपाईँको टुरिस्ट बढेको अनुसारले क्वालिटी बढ्यो। त्यतिखेर त अब लगानी कम, बिजनेस बढी हुन्थ्यो। अहिले त लगानी बढी, बिजनेस थोरै भयो। काठको पनि छ, मेटलहरू पनि छ, सबै मिक्स छ। यो नेपाली ह्यान्डिक्राफ्ट हो, यो चाहिँ भक्तपुरमा भन्ने भएको। म आफै बनाउँछु, तर मेरो क्वालिटी छुट्टै हो। जुन क्वालिटी मैले चाहिँ तपाईँको फेसबुकमा राख्दैन। एउटा सामान बनाउनलाई अब 1 देखि 1.5 महिना लाग्छ। अब कुनैले अब सुबिनरको लागि त त्यो छुट्टै कुरा भयो, तर खास त युजको लागि नै हो। यसको लागि धेरै मेहनत गर्नुपर्छ। जति पहिला चाहिँ गर्नुपर्थ्यो थोरै कामले 5 दिन परिवार पाल्नुहुन्थ्यो, म एक्लैले। अब चाहिँ परिवारले नै लाग्नुपर्ने भयो कि यो काममा। अब पहिला जस्तो जर्मनर आउँथ्यो, एन्टिक सामान खोज्थ्यो, अहिले त्यस्तो छैन। तपाईँको अब विदेशीले सस्तो राम्रो खोज्नु खोज्यो हो। जस्तै कि अब सस्तो राम्रो भनेको नेपाली ह्यान्डिक्राफ्टहरूमा जस्तो वुड कार्भिङहरू भयो, त्यसलाई बढी महत्त्व दिएको छ। र बाँकी त थाङ्कै त हो नि। अरू यस्तो मेटलको सामानमा त्यति इन्ट्रेस्ट छैन।